आज 2082 सालको यो अन्तिम घडीले बिदा लिँदै गर्दा, यो अन्तिम दिनले बिदा लिँदै गर्दा म एकछिन ठिङ्ग उभिएर आफ्नै जीवनको यात्रालाई हेरिरहेको छु। यो अस्ताउँदै गरेको घामसँगै, अँध्यारो हुँदै गरेको रातसँगै मेरा धेरै सम्झनाहरू पनि बिस्तारै शान्त हुँदैछन्। यो 1 वर्षमा समयले कति धेरै रङहरू फेर्यो, कति पटक यस्तो भयो कि खुसीले मन फुरुङ्ग भयो, कति प्रार्थनाहरू नसोचेकै तरिकाले उत्तरहरू आए, अनि कति साँझहरू परिवारको न्यानो माया र हाँसोमा बिते। कहिलेकाहीँ साना साना कुराहरूले पनि मनलाई यति भरिपूर्ण बनाए कि त्यो पल नै जीवनको सबैभन्दा ठुलो आशिष जस्तो लाग्थ्यो। ती सबै मिठा पलहरू उहाँले मेरा लागि सजाउनु भएको एउटा सुन्दर उपहार थिए। किनकि वचनमा भनिएको छ, हरेक असल र सिद्ध वरदान माथिबाट आउँछ। हो, केही दिनहरू भारी पनि थिए, कष्ट पनि थिए। कति पटक लाग्थ्यो अब मेरो बाटो सकियो। कति रातहरू यस्ता पनि आए जहाँ मन भारी भएर चुपचाप आँसु झर्थे। तर आज बुझ्दैछु, जहाँ मेरो सामर्थ्य सकिएको हुन्थ्यो, जहाँ मेरो क्षमताले काम गर्न छोड्थ्यो, त्यहाँबाट उहाँको अचम्मको अनुग्रह सुरु भएको थियो। मेरो दुःखमा उहाँले मलाई सम्हाल्नुभयो, मेरो थकानमा उहाँले मलाई विश्राम दिनुभयो। किनकि उहाँले भन्नुभएको छ, हे सबै थकित र भारी बोझ बोकेका हो, म कहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। उहाँले मेरा आँसुलाई मोती बनाउनु भयो र मेरो हाँसोलाई अरूको लागि प्रेरणा बनाउनु भयो। धन्यवाद 2082, तिमीले मलाई धेरै कुरा दियौ, खुसी, पीडा, सिकाइ र अनुभवहरू। तर सबैभन्दा ठुलो कुरा, तिमीले मलाई विश्वासमा जिउन सिकायौ। आज म मेरा सबै सफलताका फुलहरू र मेरा सबै अधुरा रहरहरू उहाँकै चरणमा चढाउँदछु। किनकि वचनले भन्छ, आफ्नो सारा चिन्ता उहाँमा सुम्प, किनकि उहाँले तिम्रो हेरचाह गर्नुहुन्छ। मेरा जितहरू पनि उहाँकै हुन् अनि मेरा हारहरू पनि उहाँकै हुन्। किनकि मलाई थाहा छ मेरो भविष्य उहाँको हातमा सुरक्षित छ। अलविदा 2082, तिमी मेरो जीवनको एउटा सुन्दर अध्याय बनेर बिदा हुँदैछौ। अब 2083 को नयाँ बिहानीसँगै उहाँको नयाँ महिमा र नयाँ आशिष मेरो जीवनमा अझै झन चम्किने छ। किनकि वचनमा लेखिएको छ, हेर म सबै कुरा नयाँ बनाउँदैछु। सबैलाई नयाँ वर्षको धेरै धेरै आशिष र शुभकामना। परमेश्वरले तपाईको परिवारमा, तपाईको जीवनमा शान्ति, प्रेम र अनुग्रहले भरिदिनु भएको होस्। आमेन। जय मसीह।